4 दिनको यो पर्व छठको महिमा मैले गाएर साध्य छैन। विशेष त तराई मूलको मानिने यो पर्व पछिल्लो समय हरेक समुदायले मान्दै आइरहनु भएको छ। कारण हो यस पर्वप्रतिको निष्ठा। जहाँ नेपालमा सबैजसो पर्वहरूमा विकृति भित्रिरहेको छ, पर्वको वास्तविक अर्थ हराउँदै गइरहेको छ, त्यही छठ पर्वले भने हरेक वर्ष सबै समुदायको मनमा आस्था जगाइरहेको छ। छठ पर्वको तेस्रो र चौथो दिन सझिया घाट र पारणको दिन हामी छठ घाटमा सूर्यलाई अर्घ दिन पुगेका थियौं। चौथो दिन बिहान भेट भयो मेरो अविरल अधिकारीजीसँग। जय छठी मैया, छठी मैया की जय, छठी मैया की जय। मैले उहाँलाई चिनेको चाहिँ रौतहटमा छठ एक्सप्लोर गर्न आउँदैछु भन्ने भिडियो हालेदेखिबाट हो। उहाँ ब्लगर हुनुहुँदो रहेछ। उहाँ रौतहटमा आएर मधेसको संस्कार परम्परालाई आफ्नो भिडियोहरू मार्फत देशैभर र देश बाहिर पनि पुर्याउनु भएकोमा म आभार व्यक्त गर्दछु। सो तपाईहरूले सोचिरहनु भएको होला यो आँचलमा सुप्रियाले के थापेको भनेर। यसलाई खैँचा भनिन्छ। हामी विशेष गरी विवाहिता नारीहरूले व्रतालुहरूबाट चाहिँ खैँचा थाप्ने गरेका छौँ। विशेष त हामी 5 जना व्रतालुबाट खैँचा थापेर ल्याउने र घर परिवारमा प्रसादका रूपमा ग्रहण गर्ने गर्दछौँ। मलाई चाहिँ खैँचा थाप्न र खैँचा खानलाई एकदमै धेरै मनपर्छ है। यो छठ घाट हो चन्द्रपुर नगरपालिका वडा नम्बर 4 स्थित चाँदे खोलामा निर्माण गरिएको छठ घाट। छठ घाटमा विगतका वर्षहरूमा भन्दा यस वर्ष अझ धेरै भक्तजनहरूको भिडभाड थियो। मैले महसुस गरेको कुरा र विगतका वर्षहरूमा भन्दा यो वर्ष अझै धेरै साजसज्जा र झिलिमिलीले चाहिँ व्यवस्थापन एकदमै राम्रो बनाइएको थियो। बिहानको अर्घपछि सबैलाई टीका र प्रसादी लगाइदिएपछि व्रतालु र व्रतालुको घरका परिवारका सदस्यहरू यसरी छैठी दौरा सुपली बोकेर फर्किनुहुन्छ र म पनि आफ्नो भागको खैँचा लिएर फर्किएँ। यस छठघाटको व्यवस्थापन समितिले चाहिँ व्रत नगर्नेहरूको घरको लागि पनि प्रसादीको व्यवस्था गरेको रहेछ। हामीले त्यो प्रसादी ग्रहण गरेर फर्कियौँ। तपाईहरूको छठ कस्तो भयो कमेन्टमा गएर जय छठी मैया लेख्नुहोला है त।